पानी खोज्दै हिँडेको अघि एउटा देखिया थियो त्योभन्दा सहज काम गर्न पनि सहज भोलिको दिनमा चाहिँ पानी पनि सेफ हुने अनि अलिकति डिस्टेन्स मेन्टेन गरियो जहाँ यहाँ आउने जीव जन्तुले पनि पानी पिउन पाउन् भनेर र अनि यो लिएर जान पनि यो चाहिँ उपयुक्त मिलेको ठाउँ प्रकृतिले नै ठ्याक्कै पाइप राख्न मिल्ने गरी हेरौँ त यहाँनिर प्रकृतिले नै ठ्याक्क पाइप राख्न मिल्ने गरी यस्तो खालको संरचना बनाइदिएको यहाँ टक्क पाइप राखिदिए सिधै अरू केही गर्नै नपर्ने त्यस्तो खालको यहाँ गराउनु पर्ला भन्ने खालको सोच आइरहेको छ है साथीहरू यो खुर्पेटो पनि पानी यता पनि रहेछ यसलाई पनि समेट्न सकिएदेखि त्यही लान सकिँदो रहेछ